गाइजहरू गुड आफ्टरनुन है। अनि आज चाहिँ 9 मार्च 2026 यो सालको चाहिँ हार्भेस्ट अलरेडी स्टार्ट भइसकेको छ। हाम्रो पिकिङ यो बेगको के अरे यो चाहिँ गोल्ड किवी हो होइन। लुक एट हियर, कति राम्रो क्वालिटी, कति दामी दामी फल्याएको छ होइन। यो सबै काम हामीले गरे हो होइन। तर अब के गर्ने, हामीलाई नेपालमा पनि नेपाल सरकारले यहीँकै गभर्मेन्ट न्युजिल्यान्डको गभर्मेन्टले जस्तो फेसिलिटेट गरेर होइन इन्भेस्ट गरेर चाहिँ हामीलाई पनि एउटा यो अवसर र बजार व्यवस्थापन गरिदिएदेखि होइन हामीले सम्पूर्ण काम हुन्छ। यो सम्पूर्ण A to Z एक सालभरिमा काम गर्दाखेरि यस्तो आउटफिट दिन सकिन्छ होइन। र यहाँको किवी भनेको विश्वमा नम्बर 1 बेस्ट क्वालिटी अनि विश्वलाई एक्सपोर्ट गर्छ। न्युजिल्यान्डको चाहिँ 25% GDP चाहिँ यो किवी इन्डस्ट्री अथवा चाहिँ हर्टिकलर इन्डस्ट्रीले चाहिँ थामेको छ अनि इन्कम सोर्स हो यहाँ भनेको। त्यही भएर हामीलाई काम गर्न नेपालबाट विश्वबाट यहाँ चाहिँ काम गर्ने मान्छेहरू इम्पोर्ट गर्छ। सो गाइज लुक एट हियर एन्ड म यो भिडियो चाहिँ विशेष गरी अहिले नेपाल सरकार जुनमा बन्न गइरहेछ, नेपाल गभर्मेन्ट जसले चाहिँ भण्डी पार्टी रासपालाई स्पेसली डेडिकेट गर्न चाहन्छु। यो चाहिँ बजार व्यवस्थापन र लगानी गर्ने एउटा राम्रो खालको वातावरण सिर्जना गर्न म विनम्र अनुरोध पनि गर्दछु गाइजहरू। अब पुरानाले जे गरे नयाँले चाहिँ नेपालमा केही गरी खान बाहिर सिकेको सिपलाई चाहिँ युटिलाइज गर्ने वातावरण मिलाइदियोस्। ल बाई बाई।